गाइस गुड मर्निङ सबैजनालाई शुभ बिहानी। साथै आजको काम रहेको छ बेल्चा हान्ने र हैन गाइस, बेल्चा हान्ने काम रहेको छ। बेल्चा हान्न आएको छौँ है आज चाहिँ यहाँ पछाडिपट्टि यो झाडीमा हैन, झाडीमा बेल्चा हान्न आएको। अलिक गाह्रो भइरहेछ बिहान बिहानै हैन गाइसहरू। बेल्चा त्यो देख्नु नै छ, बेल्चा हान्नको लागि हातमा डोरी ताङ्या छ, बसिया छ, साउ आएको छैन। आज चाहिँ बाहिर ठ्याक्क काममा आएको, गाह्रो भइरहेछ हौ गाइजहरू। यो घाममा है बेल्चा हान्ने छ यो रूपमा देख्न सक्नुहुन्छ। धेरै बेल्चा हानिसक्यो, पछाडि टन्नै बेल्चा हानिसक्यो। बेल्चा हानेको कति 32वटा खाउ भनिसकेको छौँ। सो गाइज अब यस्तै छ होइन, जिन्दगी चाहिँ यसरी नै चलिरहेछ। अब देख्न सक्नुहुन्छ यहाँ ट्याक्क सक्दो बेल्चा हानै छ घाममा कि कसो दाजु, घाममा बेल्चा हानै छ है। युरो पाएर 7 लाख तिरेर है, यो चाहिँ 7 लाखको कमाउन सक्नुहुनेछ। हामीले यतिखेर माटो फालिसकेका छौँ। भ्लग बनाउँदै भ्लग त बनियो होला, तर गाइजहरू होइन यहाँ नलाउनु माया निलाई खाली लाग्यो। गाइजहरू रोमानियाको हालत यस्तै छ है, यस्तै छ है। रोमानिया खास खोले के बोल्दैन बोले गाइज होइन, सरीको मासु रुँदिन भन्छु है झर्यो तासु। छेउ आजको काम चाहिँ कति छ गाइस? पैसा नआउँदो रहेछ कि हजुर, अरूको गीतमा आइरहने हाल्यो भने पैसा नआउँदो रहेछ कि। आफ्नै हाल्नु भने युरोपमा आएको, युरोपको चाहिँ गाइस दामी खनिरहनु भएको छ। मलाई ट्याङ्की ट्याङ खनाइ छ। दाइ कस्तो लागिरहेछ काम? गाह्रो छ है, साह्रो छ नि दाइ। पल्लो चाहिँ रोमानियन साथी हो। वेलकम टु गाइज होइन, आजको काम पनि हामीले सकिसकेका छौँ। दाजुभाइ गएको थियौँ बाहिर काम गर्न। सो काम सकेर पनि अब हामी रुम जाँदैछौँ र मेरो चाहिँ नाइट छ, दाइको चाहिँ भोलि मर्निङ छ। हाम्रो उहाँ दाइ हुनुहुन्छ। दाइ कस्तो लाग्यो काम? आज 2 शब्द जाओस् न तपाईँको। ठिकै लाग्यो, अब हातमै फोरा निस्किएको छ के अब हात भनेपछि अब हात त बवाल भयो नि। बेल्चा चलाउन चाबेल चलाउन हात फोरा निस्किएको छ। अब यस्तै हो ल गाइज, यस्तै हो। तपाईँहरू के गर्दै हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ होइन, एकदम ह्याप्पी साथ बस्नु होला। सबैलाई खुसीमय जीवन बित्योस्। र यदि हाम्रो भिडियो हेरेर मनपर्छ भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। र साथसाथै यहाँहरूले सब्सक्राइब गरिदिनुहुन्छ भन्ने पनि आशा गरेको छु। यहाँहरू सबैजनाले सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला, साथसाथै सेयर गरिदिनु होला है त साथीहरू।